साथीहरु दर्शन नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि एकदम आराम खुसाल नै छु। मैले भिडियो नआएको धेरै भइसक्यो एक्जाम सक्यो त्यस पछाडी अलि ढिला भयो घरतिर गएँ यता ओजेटी भयो त्यस्तै भयो बनाउने भएको थिएन हैन। यता काम गर्दा पनि म चाहिँ 3 महिनाको लागि ओजेटी गर्न पनौतीमा आएको छु है। अहिले चाहिँ म तारुभन्दा बाहिर छु है। म तपाईहरुलाई देखाउँछु के कस्तो छ भनेर। म चाहिँ घरबाट बस्ने घरभन्दा अलि यता ओरतिर छु है बाटानिर। यस्तो छ है गाउँ जस्तो छ है तर घरहरु सहर जस्तो छ है। मलाई लाग्यो है यता चाहिँ चिसो रहेछ। ओ त्यो यो छ नि यो चाहिँ हाम्रै हो है। हामीले काम गर्ने फार्म ताजा फार्म है। पनौती 10 डालटारमा है। 6 टनेलहरु छ। यस राम्रो छ। अहिले हैन घाम लागेर झलमल भइसक्यो बिहानको टाइम भए पनि। उता डाँडा डाँडी राम्रो छ। यहाँ चाहिँ राम्रो देखिन्छ। भ्यू पनि राम्रो देखिरहेछ है। म जाँदैछु रोडतिर निस्किँदैछु है। यो नेट लगाएको छ नि यो नेट लगाएको उता हाम्रै ताजा फार्मको हैन टनेलहरु हो है। यता तल चाहिँ आलु नै आलु छ है। यता त क्या सबको फार्म अनि सबले लगाउने के तरकारी अनि आलु नै आलु के पकेट एरिया बन्द हो नि त आलुको हैन काभ्रे। ल हेर्नुस् साथीहरु यस्तै छ है। नि पराले कस्तो बनाइरहेछ। अब यहाँनिर रोडनिर निस्किनै लाग्यो है। ल है साथीहरु म चाहिँ रोडनिर निस्किसके है। यहाँ चाहिँ अब यता छ है। यताबाट निस्केर यताबाट जाने है। हाम्रो चाहिँ फार्मतिर चाहिँ यो चाहिँ शङ्कुपाटी चौर पनि भन्छ है। ल है साथीहरु यस्तो छ। त्यहाँनिर कुकुर बसिरहेछ है। त्यहाँ हामीलाई जहिले जाँदाखेरि बुक्छन् भनेको हरामी कुकुरहरु छन्। ल है साथीहरु यो चाहिँ हाम्रो ताजा फार्मको बोर्ड हो है। अलि धेरै पुरानो भएर खुलिसके जस्तो भएछ है। म परको चाहिँ अलिक क्लियर छ। माथि चाहिँ मास्तिर चाहिँ रोडको मास्तिर लेफ्ट साइडमा छ। यता चाहिँ राइट साइडमा छ है। म पर चाहिँ गइनँ है। त्यो कुकुरहरु छन् हरामी छन्। हाम्रो चाहिँ शनिबार चाहिँ छुट्टी हुन्छ है। यो पनि हाम्रो नै हो है। छे कस्तो काला लाग्यो मेरो क्यामेरा कामै नलाग्ने यार। यहाँ टमाटर छ है। त्यो ग्रीन हाउस यो सब टमाटर छ है। तल काउली ब्रोकाउलीहरु अनि लोकल क्याबेज हैन पर्पल क्याबेजहरु पनि छ है। नेट लगाएको छ है। कस्तो छ है। त्यहाँनिर गाडी हो के आउँदैछ। हे त्यो मेरो क्यामेरा काम लाग्दैन यार। यो पनि हाम्रै हो है। तल देखिरहेछ नि त्यहाँनिर काउली लगा है। तै हो उता पर्तिरको चाहिँ अब एकचोटि अर्को भिडियोमा देखाउँला तपाईहरुलाई है। हामी चाहिँ बिहान 6:30 बजे जान्छौँ काम गर्न है। 10 बजे आउँछौँ खाना खान अनि 11:30 बजे जान्छौँ है। प्याज पनि त्यो छ उता पर्तिर है। अनि त्यस पछाडी हामी कति बजे यानी 11:30 बजे जान्छौँ। अनि 2 बजेदेखिबाट 3 बजे ब्रेक हुन्छ है। यसो चिया बिस्कुटहरु खाने अनि बेलुका आउँछौँ है। कति बजे 6:30 कहिले 7 त्यस्तै हुन्छ।
खाना बनाउने चाहिँ हामी सबैको पालो पालो लाएर बनाउँछौँ है। यहाँनिर नेट लगाएको छ है, नेट ढलिसकिन्छ, त्यही भएर म छिरेर तपाईँहरूलाई देखाउँछु काउली। ल हेर्नुहोस् साथीहरू, काउली 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 नै काँक्रा पनि छ है। काउली कति 50 रुपियाँ केजी भने जस्तो लाग्छ मलाई है। यहाँ हार्भेस्ट गर्न एकदम रेडी छन्। अनि हाम्रो यहाँ चाहिँ के भन्छ काँक्रो चाहिँ 100 रुपियाँ केजी छ है। ल हेर्नु म तपाईँहरूलाई एउटा कुरा देखाउँछु ल। यो काउलीमा तपाईँहरूले अलिअलि हरियो हरियो जस्तो देख्नु भएको छ नि, यो अलिअलि हरियो हरियो जस्तो, यो चाहिँ होइन हाम्रो टेम्परेचर फ्लक्चुएसन भयो भने चाहिँ त्यस्तो हुन्छ। अब कहिले टेम्परेचर एकदम धेरै हुने, कहिले अलि कम हुने होइन, कहिले सुक्खा कहिले त्यस्तै भयो भने चाहिँ यस्तो हुन्छ है। ल हेर्नुहोस् यता, अब यहाँ हेर्नुहोस् आलु छ। म तपाईँहरूलाई बाहिर निस्केर देखाउँछु ल। हामी होइन त्यो मकै टार पनि गएको थियौँ है, त्यो माथि जङ्गलमा सल्लीपुर हेर्न अनि सोर्न भनेर गएको थियौँ एक दिन। अनि त्यहाँबाट हामीलाई सरले अनि त्यो मकै टारको फार्ममा पनि लानुभएको थियो होइन, ड्राइगन फार्म थियो होइन। ल हेर्नुहोस् हैट हेर्नु न है, पुरा यो आलु नै आलु हो क्या। ल आलु नै आलु छ भने माथि चाहिँ त्यो सुन्तलाहरू छ। यहाँ माथि चाहिँ सुन्तलाहरू नत्र भने त सब आलु हो क्या यहाँ। अनि तरकारीहरू सबै मान्छेहरूको प्रायः जस्तो फार्म हो नि त, लगाउने खतरा छ जे होस्। हामी त्यो अनि माथि टाढानिर गएको पनि होइन, खतरा राम्रो भ्यू देखियो भने। ल मेरो मोबाइल गतिलो नभएर यो फाल्नुपर्ने बेला भइसक्यो। कस्तो जस्तो छ त्यति पनि देखाएको छैन, कस्तो नराम्रो देखाएको छ। ल साथीहरू त्यही नै हो है। ल सबैजना भिडियो हेरिदिनु होला, माया गरिदिनु होला होइन। उतापट्टिको चाहिँ फेरि म तपाईँहरू देखाउँछु है। आज चाहिँ नानीहरू कुकुर बसिरहेको छ, मलाई एक्लै पनि छु, त्यही भएर म गइनँ है। हरामी कुकुरहरू छन् है, भुकेर मान्छेलाई हमला चाहिँ गर्छन् है। ल फेरि भिडियोमा भेटौँला, सबैले हेरिदिनु होला, माया गरिदिनु होला है त, बाई बाई।